मानिसहरू तपाईँको हाँसो देख्छन्, तपाईँको पोस्टर देख्छन्, तपाईँको प्रोफाइल देख्छन्, तर जब तपाईँ एक्लो हुनुहुन्छ त्यो बेला चाहिँ तपाईँको वास्तवमा को हुनुहुन्छ, त्यो बेला तपाईँ को हुनुहुन्छ। किनकि साँचो चरित्र भिडमा होइन, एक्लोपनमा देखिन्छ। आजको संसारमा धेरै मानिसहरू दुईवटा जीवन बाँचिरहेका छन्, एउटा अरूलाई देखाउने जीवन, अर्को एक्लै हुँदा बाँचिने गोप्य जीवन। बाहिरबाट सबै ठिक देखिन्छ, हाँसो छ, स्टाइल छ, कन्फिडेन्स छ, तर भित्र शान्ति छैन। राति सुन्नु अघि आउने खालीपन, एक्लै हुँदा आउने डर, मनभित्रको युद्ध, यी कुरा कसैले देख्दैन। जब मानिसहरू वरिपरि हुन्छन् हामी स्ट्रङ देखिन सक्छौँ, तर जब कोठा बन्द हुन्छ फोनको ब्राइटनेस मात्र देखिन्छ अनि मनभित्र हजारौँ सोचेर आउँछन्, त्यो बेला हाम्रो वास्तविक अवस्था देखिन्छ। किनकि एक्लोपनले अभिनय हटाइदिन्छ। बाइबलमा भन्छ मानिसहरूले बाहिरी रूप हेर्छ तर परमेश्वरले हृदय हेर्नुहुन्छ। 1 शमूएल 16को 7। सायद तपाईँ आज बाहिरबाट खुसी देखिनुहुन्छ तर भित्र थाकिसक्नु भएको छ। सायद तपाईँ सबैलाई म ठिक छु भन्नुहुन्छ तर राति एक्लो हुँदा आँखा रसाउँछ। सायद मन यति भारी छ कि शब्द नै आउँदैन। अनि बिस्तारै तपाईँ मानिसहरूबाट होइन परमेश्वरबाट टाढा जान थाल्नुहुन्छ। शैतानको सबैभन्दा ठुलो चाल के हो थाहा छ? उसले तपाईँलाई तुरुन्त नष्ट गर्दैन। पहिले ऊ तपाईँलाई डिस्ट्र्याक्ट गर्छ, अलिकति पाप, अलिकति कम्प्रोमाइज, अलिकति दुनियाँ, अनि बिस्तारै तपाईँको हृदय कठोर हुँदै जान्छ। प्रेयर बोरिङ लाग्न सक्छ, वर्सिप मन लाग्दैन, बाइबल खोल्न मन लाग्दैन, तर सोसियल मिडिया खोल्न भने तुरुन्तै मन लाग्छ। र एक दिन तपाईँ बाहिरबाट जीवित देखिनुहुन्छ तर भित्रबाट स्पिरिचुअली डेड भइसकेको हुन्छ। तर सुन्नुहोस्, यदि तपाईँ अहिले पनि यो भिडियो हेरिरहनु भएको छ भने सायद परमेश्वरले तपाईँलाई अझै बोलाइरहनु भएको छ। किनकि परमेश्वर तपाईँको बाहिर इमेज हेर्नुहुन्न, उहाँले तपाईँको आँखा पछाडिको पीडा देख्नुहुन्छ, तपाईँको त्यो साइलेन्ट टेरिस देख्नुहुन्छ, तपाईँको त्यो युडिएन्ट स्ट्रगल देख्नुहुन्छ। अनि उहाँ अझै पनि तपाईँलाई प्रेम गर्नुहुन्छ। बाइबलमा भन्छ यो सबै थाकेका र बोझिरहेका हो, म कहाँ आऊ र म तिमीलाई विश्राम दिनेछु। मत्ती 11:28। सायद मानिसहरूले तपाईँलाई बुझेनन्, सायद तपाईँ धेरै पटक ढलिसक्नु भएको छ, सायद तपाईँ आफैलाई पनि मन पराउन छोडिसक्नु भएको छ, तर यसो अझै भन्नुहुन्छ म तिमीलाई छोड्ने छैन। आज प्रश्न यो होइन कि अरूले तपाईँलाई कस्तो देख्छन्, प्रश्न यो हो कि जब तपाईँ एक्लो हुनुहुन्छ त्यो बेला तपाईँको र परमेश्वरको सम्बन्ध कस्तो छ। अनि कहिले पाप त छैन, किनकि एक दिन तपाईँको त्यो लाइक्सहरू हराउँछन्, फ्लोवर्सहरू पनि हराउँछन्, यो संसार पनि हराउँछ, तर तपाईँको त्यो आत्मा भने अनन्तसम्म रहिरहन्छ। त्यसले आज एउटा बाहिर देखावटी मुस्कानभन्दा साँचो परिवर्तन रोज्नुहोस्। संसारको एब्रोपलभन्दा परमेश्वरको प्रिसेन्स रोज्नुहोस्। अनि याद राख्नुहोस् कि एक्लै हुँदा तपाईँ वास्तवमा को हुनुहुन्छ त्यही नै तपाईँको साँचो जीवन हो। मानिसहरू तपाईँको प्रोफाइल देख्छन् तर परमेश्वर तपाईँको हृदय हुनुहुन्छ। यदि यो भिडियोले तपाईँको हृदय छोयो भने लाइक गर्नु, सेयर गर्नु अनि च्यानलको सब्सक्राइब गर्नु नभुल्नु होला। परमेश्वर तपाईँलाई आशीष दिनुहोस्। जय मसीह, सालोम।